Hello everyone, नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। यो चाहिँ फर्स्ट डे इन फिलिपिन है। अनि यो भ्लग आउनु चाहिँ एकदम ढिलो भयो। हल्का नेपालवाला फिलिङ पनि आइरहेको थियो, विदेशमा घुम्नु गएको फिलिङ पनि आइरहेको थियो, अल मिक्स म्याक्स। अनि लेट्स इन्जोय द भ्लग। के भयो चाहिँ यही भ्लगमा हेर्नु होला। 안녕하세요. 준 아침이에요. Hello everyone. Morning everyone. Good morning, welcome to Philippines. Welcome to Philippines. हिजो चाहिँ हामी एकदम थाकिरहेको थियो हैन, के पनि खाथेन, प्लेनमा त्यही रामेन खाथ्यौं अनि रामेन चिप्स कोला त्यही खाथ्यौं। एयरपोर्टमा चाम्पङ खाथेँ, त्यही पनि मिठो थिएन। अनि यहाँ पनि भोक लागिरहेको थियो। कस्तो बेलुका पनि यहाँ अब नेपाल जस्तो के 9:30 मा सबै बन्द भएको के। अब बाहिर जाम भने पनि त्यस्तो फ्यामिलियर छैन, अब कहाँ के हुन्छ पनि थाहा छैन है। यतिकै भोकै सुतेँ। अनि आज चाहिँ कस्तो राम्रो, माय गॉड, यस्तो दामी छ है। हेलो, एकदम रमाइलो, मेरो गाउँ जस्तै तराई जस्तै रहेछ सेम। गर्मी अनि यस्तो स्विमिङ गरौँ भइसक्यो अहिले नै बिहान बिहानै, तर अब बाहिर जानु छ हामी भ्याउँदैन, त्यही भएर गुड मर्निङ बेलुका आएर चाहिँ हो। स्विमिङ पुल पनि क्या दामी छ। म त यहाँदेखि कहीँ जाँदिनँ जस्तो लाग्ने क्या। ओ माई गॉड, सो राम्रो लाग्यो क्या बाहिरको है, बाहिरको वेदरहरू पनि अनि बाहिरको त्यो बाटोहरूदेखि लिएर मान्छेहरू, नेपालमा साथीभाइ हरू जम्मा क्या साथीभाइहरू यस्तो ग्रुप हुन्छ नि त्यस्तो। अनि कस्तो राम्रो लागेको। हिजो बेलुका आउँदा नै कसलीवाला नेपालवाला भाइब्स आइरहेको थियो। हिजो चाहिँ पुरा हामी आउँदा राति त त्यस्तो केही देख्नु पाएन। अनि बाहिरको हल्का हरियाली अनि रोडहरू चाहिँ त्यस्तै थियो। ओ माई गॉड, इट्स ओके। म चाहिँ भर्खर मुख सुख धोएर आइसकेँ। अब चाहिँ रेडी भएर एकैचोटि भेट्छु अनि सबैजना फ्रेस हुँदैछ। अनि त्यही हो, लेट्स डु ट्रान्जिसन। We are ready now. Let's go. पहिला भोक लाग्यो, भोक के खाम्ला अनि त्यसपछि बहल टुर। थ्याङ्क यू। अब हामी ब्रेकफास्ट गर्छौँ अनि यहीँदेखि बाहिर खाना जान्छौँ नि त्यहाँ। ब्रेकफास्ट चाहिँ यहीँ इन्क्लुड थियो नि त रिजर्टमै, अनि यहीँ खान्छौँ अनि त्यसपछि चाहिँ बाहिर जान्छौँ। लेट्स गो। ओ कति गर्मी छ भाइ। फर्स्ट ब्रेकफास्ट इन फिलिपिन। कस्तो अब हेरौँ, त्यस्तो हामीले फिलिपिन डिस त मगाएको छैन। भोलि चाहिँ म फिलिपिन डिस ट्राई गर्छु। लेट्स स्टार्ट। यहाँको रेस्टुरेन्ट देखाउँछ है त म। Breakfast is ready. Yes. Papaya. Are you guys enjoying? Mom, Daddy. I am your driver today. Okay. Okay, we are done with our breakfast. Yeah, कस्तो भयो? मिठो भयो? Hi. आजको गाइड गर्ने मान्छे हामीलाई कहाँ जानु छ, के गर्नु छ अनि त्यहाँ लानुहुन्छ। अनि हि इज ह्याभिङ coffee and banana cake, and this one is chocolate cake. I think it's papaya. yeah. But later on it's not gonna be. यहाँनिर चाहिँ के भन्छ, अरू ठाउँमा चाहिँ 1 वर्षमा 4वटा सिजन हुन्छ नि त, यहाँ चाहिँ 1 दिनमा 4वटा सिजन, 4वटा वेदर हुन्छ अरे क्या। अनि त्यसलाई चाहिँ 4वटा सिजन हुन्छ अरे क्या। अनि हि इज एक्सप्लेनिङ के भनिरहेछ भनेर। ओके लेट्स गो। अब चाहिँ कहाँ जान्छौँ त्यहीँ देखाउँछौँ। द्याट्स अल। It's a normal. Just our forecast. यस आई ब्लग समटाइम्स। So later on I want to ask your. बाइकमा हिँडिरहेको मान्छेहरू, ओ माइ गॉड, टेम्पो
सबै कस्तो राम्रो क्या कस्तो राम्रो। अब त्यही चक्लेट हिल्समा जाने भने चाहिँ त्यहाँ पुग्न चाहिँ 2 घन्टा लाग्छ भनेको छ। अनि त्यही पुगेर भेटौँला। ओके लेट्स गो इन्जोय द भ्यू। अनि हामीले चाहिँ बाटोमा जाँदा जाँदै लोकल मार्केट पनि देखाएको थियौँ। लोकल मार्केटहरू हेर्दा चाहिँ सेम नेपालका सेम है, यस्तो कस्तो नेपाल जस्तै फिलिङ्स आएको थियो त्यही बेला चाहिँ। अनि यहाँ चाहिँ हामीले आँप खानु मन लागिरहेको थियो, आँप किन्यौँ 1-2 केजी अनि लगेर पनि कति दिन खाएको थियो कि। अनि त्यसपछि आँप किनिसकेपछि चाहिँ हाम्रो मेन डेस्टिनेसन सक्रेटी हिल्सतर्फ लाग्यौँ। यस फाइनली हियर के भन्छ चक्लेटी हिल्स होइन, यो चाहिँ बोहलको फेमस प्लेस हो होइन। अनि चक्लेटी हिल्स चाहिँ किन भनेको भने चाहिँ पहाडहरू चाहिँ यस्तो यस्तो क्या, एउटा ठुलो पहाड छैन, सानो 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 पहाडहरू छ। अनि त्यहाँ माथि गयो भने चाहिँ सबै देखिन सक्छ। लेट्स गो हेरौँ अब त्यहाँ गएर। अनि कति धेरै गर्मी छ, कति डिग्री सेल्सियस छ होला है, 40 त छ होला लगभग। यस्तो धेरै गर्मी छ, त्यही पनि हामी इन्जोय गर्न आएको हो, हामीले इन्जोय गर्छौँ। अनि लेट्स गो। मेरो आउटफिट चेक। Don't you need me like I need you baby, don't you need me like I need you now। प्याकेजको मान्छेले छोडिदिनु भएको थियो यहाँदेखि चाहिँ 220 स्टेप कि 200 स्टेप हिँड्नुपर्ने रे। माथिदेखि चाहिँ राम्रो भ्यू देख्छ। अनि म चाहिँ हिँड्दैछु। मान्छे डल्लो भइसक्यो, नथिङ आई क्यान डु। हेलो गाइज, अहिले चाहिँ हामी चक्लेट हिलमा छौँ। कस्तो फिल भइरहेछ? एकदम गर्मी, लास्टै गर्मी। बेहोस हुन लागिसक्यो। यो ठाउँमा मात्र हावा आउँदो रहेछ अहिलेसम्म, तर पनि यहाँ चाहिँ चिलै छ। फोटो सबैको फोटो भइसक्यो, फोटो भिडियो सबै भइसक्यो। गर्मी चाहिँ त्यो नेपालको तराईतिर हुन्छ नि, तराईतिर जाने हुन्छ नि, त्यति धेरै गर्मी छ। अनि अब त्यहाँ माथिसम्म चाहिँ म जान्छु, म एक्लै भए पनि जान्छु, म गएर आउँछु। अनि यिनीहरू चाहिँ त्यहाँ माथि टुप्पामा चाहिँ के त्यो चक्लेटी हिल भनेको चाहिँ सानो सानो यत्रो पहाड अनि सानो सानो धेरै ठाउँमा छ, त्यही भएर यसलाई चक्लेटी हिल भनेको। अनि एउटा हिलको चाहिँ टुप्पामा चाहिँ गएर चाहिँ हामी सबै भ्यू हेर्छौँ। यति गर्मी छ कि ओ माई गॉड इट्स बर्निङ हो। त्यही मुखमा बसिछ मेरो फेरि। कति धेरै गर्मी छ क्या तराईमा, यति गर्मी हुन्छ हौ। म त त्यस्तो उयो गरेको छैन। अस्ति नेपाल जाँदा चाहिँ म चितवन लुम्बिनीसम्म गएको थिएँ, त्यतिखेर चाहिँ त्यस्तो उयो थिएन नि त। यहाँ त लास्टै गर्मी ओ माई गॉड अनएक्सपेक्टेड के। कोरियामा त यस्तो जाडो छ नि। मैले चाहिँ कोटहरू ल्याएर आएको थिएँ, कोट पनि लाउनु नसकेँ क्या। रातिको 11 बजे पनि त्यो कोट पनि लाउनु नसकेँ र म हाफ स्लिभ मात्र। होइन एसी भनेको एसी हो क्या। एसी चलाउँदा चाहिँ मलाई अब म खोकिरहेको थिएँ नि त, बिहान त झन् मेरो स्वर ठ्याप्प बसिरहेको थियो। अनि अहिले म ठिक भएँ। यस आकृति हेलो। Now we are moving to next place. Tashir. Yeah, we have to visit your relatives. Your Relatives? No, स्नेकहरु होला सायद। I know you miss so much your relatives here. Yes. अनि हामीले चाहिँ अब त्यो यहाँको पपुलर ठाउँ भिजिट पपुलर ठाउँ चाहिँ घुमिसक्यौँ। घुम्दैछौँ भर्खर। अनि एउटा ठाउँ चाहिँ घुमेँ चक्लेटी हिल्स, अनि अर्को चाहिँ तसियर रे मलाई प्रनाउन्स गर्न चाहिँ आएन। अब त्यहाँ जाँदैछौँ। लेट्स गो। Yeah, because we're going to summer. It's chilling. It's scary. So keep distance. The monkey is very humble here. As long as you have banana, no problem. But you have to be careful because they want to pick your.
ओके हामी टासियरमा आइपुग्यौँ होइन अनि यहाँ चाहिँ हामीले चाहिँ फोटो पनि खिच्न पाउँदैनौँ भिडियो पनि लिन पाउँदैनौँ रे एनिमलको अनि रुखहरू हल्लाउनु पाउँदैन अब के छ त्यहाँ देखाइरहेछ अनि अब यहाँदेखि चाहिँ हामी भित्र एनिमलहरू हेर्न जान्छौँ अनि त्यसपछि चाहिँ अब के हुन्छ यही भिडियोमा हेर्नु होला यसो कति धेरै गर्मी छ अनि त्यही भएर किन गर्मी भएको भने इट्स समर रे हो हजुर इट्स समर सिजन रे हो एकदम गर्मी छ किन गर्मी भएको भनेको यो समर हो नि त त्यही भएर गर्मी भएको रे कस्तो तर रमाइलो भइरहेछ लेट्स गो 2 3 गो यस्तो गर्मी छ नि अब चाहिँ हामी कोकोनट खान्छौँ अनि हामीले चाहिँ यहाँ थोरै हल्का सपिङ गऱ्यौँ अनि त्यही हो यस्तो नेपाल यति धेरै पानी छ ओ माई गड मलाई साँच्चै हो मलाई स्नेकै मन पर्दैन के क्यान आई टच होइन म छुँदा चाहिँ छुँदिनँ नो इट्स ओके लेट्स गो बटरफ्लाई Butterfly is on the other side. Okay. Pretending to be dead or not. Yes. Can we touch? No. Sometimes. Like, hi, hello. Hello. It depends on their mood. Hello. Hello, peacock boy. Peacock and a parrot. Butterfly, wake up. We have to work. यहाँ चाहिँ बटरफ्लाईहरू छ अनि यहाँ चाहिँ तितलीहरू के यिनीहरू चाहिँ ओके दिस इज लोबोक रिभर साइड अनि यहीँ खान्छौँ यहाँ चाहिँ बोटमा हुन्छ होइन खानाहरू यहाँ चाहिँ बोटमा हुन्छ बिहानदेखि केही खाएको छैन हल्का भोक पनि लागिरहेछ अनि दिउँसो त्यही हो चिप्सहरू फ्रुट्सहरू हल्का खायौँ अनि अरू चाहिँ केही खाएको छैन ओके लेट्स गो कस्तो दामी थियो नि यो भित्र अनि सबै इन्क्लुड थियो फर्स्ट डेमा चाहिँ हाम्रो खानाहरू त्यही भएर हाम्रो टिकट पनि लिइदिइसक्नु भएको थियो टिकट लिएर हामी चाहिँ भित्र गयौँ अनि यहाँको सबै एकदम के मान्छेहरूदेखि लिएर सबै कस्तो काइन्ड के अनि हस्पिटालिटी सर्भिसहरू है सबै दामी थियो अनि त्यही बेला चाहिँ हामीले रमाइलो गरेको थियो फिलिपिनको सबभन्दा मनपर्ने चाहिँ मलाई सबै कुरा ह्यान्डमेड क्या यहाँ टेस्ट गर्नु मन लाग्यो मलाई पाउँदैन मैले त मिठो लाग्यो साग पनि मिठो छ चिकन यो राखेकै हो यो के राम्रो आउँदैन प्रोफेसरहरू के हाम्रो साथीलाई चाहिँ खाना मन परेन जस्तो छ हो मिठो छ खाना कस्तो छ
वा क्या दामी है। Tomorrow morning we have pick up at 6 AM. खतरा जुनमा पनि यही फुल हाल्थ्यो अनि त पिङ्क भएपछि त झन् केस देख्यो नि त अनि वाउ। आयुषा, आकृति, ममता अनि यो चाहिँ मेरो। अब खाम पानी। ओ माई गॉड। अनि खाना आएर स्टार्ट गरेको त ओ माई गॉड। त्यहाँतिरको मान्छेलाई चाहिँ यो खाना एकदम मन पर्थ्यो होला तर हाम्रो लागि चाहिँ होइन भनेर चाहिँ हामीले भन्यौँ अनि ठिकै थियो। अब के भन्नु त्यस्तै हो खाना त परिहाल्यो भनेर हामीले चाहिँ हल्का हल्का भए पनि खायौँ। तर के सोचेर मगाएको थियो के आयो अनि त्यसपछि चाहिँ होस् भनेर आँप थियो आँप खायौँ हल्का हल्का अनि त्यति खाएर यसो सम्झिँदा हाँसो पनि लाग्छ। अनि त्यसपछि चाहिँ हामी एकदम थाकेका थियौँ रुममा गयौँ। दिस मच फर टुडे। अब नेक्स्ट भ्लगमा आउँछ वेट प्लिज।